गर अब दाइले छैन खोइ यो सानोमा खोइ त के छ यतालाई चाहिँ फेरि कलश के कलश त्यहाँ राखेँ यो चाहिँ छैन क्या मैले यसले त घुम्ने यहाँ देउलाई पूजा गर न पहिले कति मैले आज नाइट नमिलाएको ठिक भएछ है नाइट काम मिलाएको भयो देउलाई पूजा गर ल मिलाएको भयो विस्तार भव विट गङ्गा आशीर्व प्रजालय पृथ्वी सससारी सन्तो निरभया पोतेना पोतेन सन्तो पोतेना एकैचोटि हेऱ्यो क्या माइली यसलाई पूजा गरिसक तिमी यसलाई धेरै नियम छ नि देउलाई मात्रै पूजा गरिराख अब यसो आह्वान गर शुभम भवती कल्याणम आयुर्वेद सुख सम्पदा शत्रु बुद्धि विनाशाय दीप ज्योति नमस्ते दीपम ज्योति परम ब्रह्मा विष्णु दीपम ज्योति जनार्दनम दीपम ज्योति हरमे पापम दीपम ज्योति नमस्ते अब यसो आह्वान गरिदियो पानीले यानी कानी जपाप यसो यानी कानी जपाप तानी सतानी सतानी तानी प्रदक्षिणान्तु स पदे पदे अब कलशलाई पूजा गर ओम कलशाय नमो नमः कलशमा कलश मात्रलाई हुन्छ है हैन अनि 7 ठाउँको माटो चुडेर कलश लाउनु भन्छन् पण्डितहरुले कलश सेदेवाय सत्याग्रेन यसो कलशलाई फुलेर छुइराख त मैले कलश सेमुखे विष्णु कण्ठे रुद्र समासिन्दम स्तम्भमा कुशेतुको सागर सर्वशक्ति वसुन्धरा ऋग्वेद यजुर्वेद झेजुर्वेद सामवेद अथर्ववेद अङ्गै सहिता तत कलश प्रार्थना छोड्देऊ कलश फुलेर नमस्कार गर देवदानम संवादे मध्य माने नमो दतो कंदतो विष्णु तथैव कुम्भ विष्णु स्वयं प्रजापति आदित्य वसुरुद्रादि जलदेव भव शुक्र सन्नम वैति सर्वदा कलश चढाइदेऊ अब गणेशलाई पूजा गर गणनान्तु वा गणपति गुङ्गा वा मय प्रणनान्तु वा प्रणपति गुङ्गा वा निधिनान्तु वा निधेयपति गुङ्गा वा वसुम आ भजानि गर्भदम तुमजासि गरदो ओम गणपते नमो नमः यसो गणेशलाई दुबोले यसो चढाइदेऊ आसन भनेको पानी पाद्यम भनेको जल अर्घि भनेको दही होइन सबै सम्झ भइहाल्यो आसन पाद्यम भनेको अब यसो फुलेर नमस्कार गर वक्रन्द कोटि महाकोटि कोटि सूर्य समस्प्रभ अग्नि गुरु मम देव सर्वकार्येषु सर्वदा सबै कुरा विघ्न बाधाहरू चाहिँ हटोस् भनेर चाहिँ गणेशलाई चढाइदेऊ चढा होइन त धेरै ढोङ्गाले ल अब ओखरलाई पूजा गर्ने हो राजाय धर्मराजाय चन्द्रकाय भैष्णव अब चाहिँ के गर्नुपर्छ मलाई चाहिँ थाहा छैन ओखर फुटाउने हो अहिले ओखर कतिखेर फुटाउने हो ओखर फुटाउने न अब ओखर पूजा गर्ने पहिला ढोकाको पहिला टीका लाउने मान्छेले ढोकाको पहिला ओखर फुटाउने पहिला तेलको धारा गर पहिला पूजा गर्ने कि तेल पहिला ढोकामा राख्नु अनि पहिला ढोकाकोलाई पूजा गर्ने पहिला पूजा गर्ने कि तेलले घुम्ने हो पहिला ओखर अहिले हेर्ने पहिला तेलले घुम्ने जान काने ज पापाने जन्मन्ताने सताने सता तेलले घुमेपछि भाइहरूलाई पूजा गर्ने हो पर्दैन के त यता उल्टो भयो पूजा गर्ने कति बेला हो दाहिने यता हो के ए तेलले घुमेपछि फुटाउने छुरी लाउँदो रह त सबै ढोकामै पूजा गर्नु यो उखर यही राख्नु ओखर त्यहाँ ढोकामा त्यो होइन के यो यस्तो क्या त्यो आकान हुन्छ ढोकामा राख्ने अनि यो जलले लहर यसो त्यहाँ धार चौउने होला ढोकामै त्यो ओखरलाई पूजा गर्ने न अरे ढोकाको पहिला पूजा गर तेलले छोकेपछि अनि यहाँ फुटाएर अनि गर्ने यसरी हात राख्नुपर्छ तल छुँदै हिँड्न हात राख्नुपर्छ दुबोले घुम्ने हो पानी छोड्दै हिँडिरहेको छ यो त यानी कानी ज पापानी जन्मन्तानि सतानि तानि प्रदक्षिणान्तु पदे पदे यानी कानी ज पापानी जन्मन्तानि सतानि तानि तानि प्रदक्षिणान्तु पदे पदे यानी कानी ज खुट्टाल छोइसक्यो मलाई भिडियो
जानकारी जपा पानी यहाँ पर्दैन कि? पानी छ तानी तानी बेला तिनीहरूले यसै गरी गरिरहेको एकचोटि भयो है भन्छु जानकारी जपा पानी तानी छ पानी छ तानी तानी के छ जयराजा त्यो यसो अलिक मैले खतरा निकाल्दैछु अब गर्ने मान्छेले कस्तो गर्छ नभने भोलि युट्युबमा हालिदिन्छु हाल्नु न हाल्नु जानकारी जपा पानी जन्मन तानी छ राल चाहिसके मान्छेले ठकेलाएर ओखर गर्नु पर्दैन हेर्दैछ क्यामेरामा केटोले दुईचोटि भयो जानकारी जपा पानी जन्मन बिनाजुले तानी के गर्नु अरे त हातमा तानी तानी प्रदेश रान्छु यसलाई रातो कलर मनपर्छ त्यही भएर जानकारी जपा पानी जन्मन तानी छ तानी तानी प्रदेश छि तपाईको आफ्नो चिना आवश्य नि आउँदैन ल कतिचोटि भयो तीनचोटि भयो के गर्नु पर्यो भन्ने छ त हजुर अब ओखर फुटाउने होइन ओखर फुकाएर अब ओखर बाहिर फुटाउने हो पहिला मैले यो ढोकाको ओखर फुटाउने अनि टिका सुरु गर्ने त्यही धारा पानीको त्यो ओखर फुकाएर बाहिर फाल्नु त ओखरलाई पूजा गर लौरालाई पूजा गर्ने ओखरलाई पूजा गरेर फुटाउने फुटाएर ढोका ड्याममा लगाइदिने होइन त फाल्ने हो ओखर हातमा बोकेर बाहिर फाल फुटाएर माया धर्म र ए बिनाजु अनि नलिँदा है एकछिन आम्मा कालो घाउडा एकैचोटि हालेर फुटाएर बाहिर लगेर फाल्ने एकैचोटि हान्छ फुटाएला हाडे ओखर गाह्रो हुन्छ नाते ओखर फुटिहाल्छ नेपालमा रक्षा गर्नु शत्रुहरू सबलाई ल मैले ओखर समेत फालिदिएँ मिलाइसके यहाँ राम्रोसँग बस्तीमा भोलि बसी लाउनुपर्छ तपाईँसँग जाँदैनौ जाँदैन ल अब के गर्ने अब के गर्ने भाइहरूलाई पूजा गर्ने तेल लगाइदिने होला यिनीहरूलाई भाइहरूलाई दाइहरूलाई तेल लाउने होला हाल्दे होइन तेल पुरै लाउनु र लाउन मात्र त्यो भित्रको तेल लाउनु त अर्को त्यो तोरीको तेल तेल लगाइदे होइन त्यो भित्रको ल्याउन न त्यो त्यो धेरै लानु पर्छ क्या अलिअलि यसो लाउने तेल छ नि त्यहाँभित्र तोरीको तेल लगा न बास्ने जस्तो पर्दैन तोरीको तेल कहाँ पुग्छ? ताकै छु जस्तो म तेल लाइन लाइन ल के गर्ने अलिअलि कपाल पनि कोर्नुपर्छ का कपालै होइन दाइ बाबाले पनि के गर्दैन मेरो हात को यो सानो मान्छे कसैको झरेर सिद्धिसक्यो निदाइरहेछ टिका लाउने बेलामा कोर्नु पर्छ नि अहिले कपाल कोरेर काहीँले कोरीबाटी गर्नु पर्यो नि त नि हेर न यहाँ कहाँ युरिया भित्र होला काहीँले कोरिदिनु पर्छ त्यसै कपाल पाल्योहरू त यहाँ यता आउनु भयो कि किन पन्ध्र त के हुनु नपाउनु सानो मान्छे कता हो फेरि अर्को हुन्छ नि त मोबाइल कहाँ छ मेरो बाबु भएन ल त्यही हाल्नुहुन्छ नि भयो भाइ म यहाँ यता मोबाइल युरिया खाँदै खान्छ काहीँ साग पर्दैन हातले मिलायो हातले मिलाए नि हुन्छ कि मैले कहीँ चाहिँदैन क्या मैले हातले हातले अलिअलि तेल लगाइदिनु। किन हात थियो कि त्यो कुरा पो गरेर त काहीँ चाहिन्छ त कस्तो कमेडी गरेर यसो दल्दिने क्या बिल लगाएन भेट्छ। त्यस्तो त्यही त्यही माथि चिन्दैन थिचेर क्या थाहा छैन अलि धेरै लगाइदिनु त्यो भाइको लामो कपाल छ पक्कै म काटेर जोइन गर्छु रोक 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 के लगा हो धेर नलगा ठिक यो त लगा राम्रो खालको तेल उल्टो लाग्यो यसले फेरि बिस्तारै घर चुप लानु तिमीले पर्दैन भन्ने होइन नि त आज धेरै चप्पर चिल्लो बनाउने हो टाउको दुख्ने हो नि के नहोस् जस्तो रक्षा गर मलाई कहिले दुख्दैन यसो ज्यानै फलाम हो फलाममा कहिले दुख्छ मैले यसको शरीरै फलाम हो भयो है भयो अहिले धेरै नलागेको थियो कति देखे हो तिमी तेल लाउने गर कति हेर्छ हुँदो रहेछ कहाँ तेल कपाल मिलाउने गर दाइलाई तेल छैन धेर नलगा दाइलाई कपाल कपाल छैन दाइले तातो मात्र तेल छैन झर्ला कपाल फेरि सबै वर्षमा 3 चोटि ताकु ए बनाउँछ दाइको कपाल काट्नै पर्छ नि होइन तर तपाईँले त कपाल काटेर फेरि काट्नु भयो नि त के भयो तर कपाल चाँडो आउनुपर्छ यो त ढिला आउँछ नि म वर्षमा 3 चोटि कपाल खोलिदिन्छु मेरो त लास्ट ढिला आउँछ सेट बिलान निदाइरह अम्लो चुसेर आम्लो चुसेर निदाइरहेछ मान्छे दुई तिन दिन भयो मुख जान लागेको 2-3 दिन 15 दिन जति होला है ल मक्क भलेर त ल वाउ त्यसलाई के भइसक्यो कुछ देखेछ
अभी कुछ देखेछ माइली लड्ने होइन ल भाउजूलाई पनि माइलीलाई धेरै साडी परेन लगाउनु क्या हुन्छ। मस्त यही बेला सुत्केरी बनाइदियो हजुर ऊ हाँदैछ अर्को अब के गर्नुपर्छ नेक्स्ट स्टेप भनिदिनु त कसले जान अब त भयो अबिर छर्कियो अबिरले आम्बो संसार मुख फोर भइसकेको छ ठिक हाल्यो निन्द्रा लाग्यो ल ल ठिकै ठिकै हाल्यो तर दाइले गर यसले म त्यही भन्दैछु उल्टो पूजा गरे भाइ भाइदेखि होइन भाइटिका हानेपछि त कहाँ दाइदेखि हो र हो र अँ खै म त भाइटिका हो भाइदेखि एउटा हो हो अँ दाइले गरे अगाडि ठुलो मान्छेलाई अगाडि गरे होइन नि भाइटिका हो त्यो भएर त सबभन्दा सानो भाइ हो नि भाइदेखि लाउने टिका हाने त अब भाइदेखि गर्छ अबिरहरू केमिकल हुन्छ त्यो हुन्न हुन्छ क्या अब कहाँ ठुलो भयो नि कहाँ ठुलो भयो नि केमिकल हुन्छ यसलाई एउटा टिकामा त्यहाँ भाइको आँखा त्यो टुक्क लगाइदिनु अनि त्यसपछि भाइलाई त्यो लगाइदिनु अबिर केमिकल हुन्छ यता अब फुलले पूजा गर फुलले फुलले पुष्पम पत्तन्ते ल फुलले पूजा गर धुप पनि बाल धुप पनि छ धुप पनि बाल छका छ धुप पनि छ पर्दैन धुप सुप किन हुनु घन्टी अब मन छ छैन तर त्यो ल्याउनु पर्थ्यो शङ्ख घन्टै बजाउनु हुन्थ्यो सङ्घ त बनाउनु पर्दैन सन्त त काम पर्दैन नि त मेरो हामी बजाउँछौँ त घरमा बजाउनु भयो त्यो बुढाले अलिकति हो हाम्रो घरमा बजाउँछौँ थाहा छैन मलाई यहीँ छ त हाम्रोमा त्यो त हो कि मैले माने तर थाहा छैन नुहारामा बजा पहिला त बजाउने गरेर त घरमा त के होइन हाम्रो ल धन्यवाद अब नेक्स्ट इयर भेट हुन्छ गायर नेपाल आउनु त नेक्स्ट इयर म त आउँदिन म कहाँ जान्छ त अनि? ब्राजिल ओ लहे लहे कसले लाने र मलाई तिमीलाई कहाँ हारा दिदीले के हारा के गर्छु भन्छ के हो र तिम्रो तारा ऊ घन्टी बजो झन् घरमा विदेशी कसले बजायो घन्टी फेरि तिमीलाई भगवान आका गर्न ल ढोकलाम धो रसी बदर यसरी भयो न मैले रसी बदर तम जोस मन तन्दुर बति बयम ज्योति अग्नि ज्योति शुक्र ज्योति ज्योति सूर्य जय स्वा आगे ज्योति गरिम घन्टी पनि ठुलो बजायो खुवाउनु त कतिपट्टि गरिमले हो टिका लगाएर टिका लगाऊ गरिम भयो दाइलाई दाइलाई ल मैले ढोका खोलिदिइसकेँ हेर त ओ आए शीतल आए गर्नु पर्यो क्या पहिला शीतल आयो, शीतल। यहाँबाट पहिलो कहाँ गर्छन् मिरामा तपाईँ यो सेतो दलेर पहिलो आउने कि पहिलो पहिलो दलेर पहिलो बनाउने मलाई थाहा छैन। सेतो बाहिर हो सेतो त लास्ट यसलाई टुक्का टुक्का मात्र लगाइदिनु ल दुईटा मात्र दुईटा कि सात आठ ओए, लगाऊ लाउने सात टिका त सातै एउटा होइन? हो 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 क्या सेतोमा हो कि पहिलोमा हो त पहिलोमा पहिलोमा लाउने होइन टिका पहिलो लगाएर कसलाई लाउने पहिला है? डल्लै लायो नि जाने होइन क्या भाइदेखि भाइ होइन के होइन क्या भाइदेखि भाइदेखि होइन, के लाउने हो। अहिले लाउने। डल्लै लायो नि एउटा चाहिँ डल्लै त्यो परास पनि त्यो यसो निकाल्ने के छ तपाईँ छका त्यो त्यो एयरपोर्ट हटाउनु त्यसले सजिलो यो रातो होइन लाग्छ यो फुले फुलको हो त्यसले उयोले हुन्छ क्या अनि गाउँमा पो अनि यो एयरपोर्ट हुँदैन अनि थोरै फुलको बाटो ल्याउनु त यहाँ सिधा भयो नि हेर्नु त गीतले अलिकति उता तान पोखरमा खोला पराला बहिनीहरूले लाउनु न पछाडि हो हो भयो यहाँबाट लगा अलिक तल माथिमा जाउँ न तलतिर माथि लैजान कस्तो उल्टो गरेको अलिक ठिकै तेरो हात ए टिका लाउनु मान्छे दाइले बाङ्गो लगाएर के हुन्न बाङ्गो होइन मेरो हातले लगाएर सजिलै छ सुकाइदिनु हुन्छ ठिक छ उसले लगा न हात उसले लगा न। तँलाई त्यो उदेको होइन हात हालेर कान्छ नकराउ दाजु भएन नि रहेछ मैले लाउनु पनि त्यसले लगायो भने राम्रो लाग्छ भन्ने कुरा हो क्या मेरो दाइ टिका एक वर्षमा लाउने राम्रो लाउनु परेन मेरो दाइ फोटो देखाउँदाखेरि नि त राम्रो हुनु पऱ्यो नि मेरो दाइ परेन अलि 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 लगा अब सातवटामा सातवटा कलर हाल्न त्यसले नदल फेरि त्यसले कलर बिग्रिँदैन
बरु अहिले 2-3 वटा सातवटा निकाल्नु सातवटामा सातवटा निकाल्यो निकालौँ ल एयरपोर्ट 2 राम्रोसँग अलि मलाई 7वटा नि चाहिएन 3टा भए त भइगयो यो चाहिँ राम्रोसँग आयो जुनमा आऊ त्यसमा कलर हालेर यता टल्किनी सल्किनी त देखिन्न है किन देख्नु देख्यो झन् गाडा देखिन्छ यता एउटा कागज बनाउनु पर्छ क्या हर्पन यो त राम्रै भयो नि यो कागज चाहिँ बिग्रेन हातैले लानुपर्ने हुन्छ होइन कागज त लाउनु राम्रो हुनुपर्छ पाँच एकचोटि यो त लाकै देखिन्न है न के हुन्छ लगा नेपालमा त कति दिन भयो देखेँ अब रात हो भयो देखेन अब रात के नहुनु त्यसले निकाल्न कस्तो रे यो एयरपोर्ट नि पानी पर्छ अलि माथि ओके भयो 7वटा भयो साना त होइन होइन अब ल हैन यो तपाईँ निकाल्नु भयो त राम्रो भयो तर 1 2 अब भाइलाई समाइदिनु ल म तपाईँ समातिन्छु राम्रोसँग अब बाबु नहर्काइ अहिले अहिले रातो टिका एकैचोटि लगाइदिन्छु ल रातो टिका लाग्छ यो समाएर त बाबु म कानमा। बाबु गर्छु। निराइ छ तर खतरा देखियो नि ट्याक्क 1 2 कानमा अब यो दुरो चिउरी के भन्छ हैन ल बाबुलाई कान्छालाई ल बस। त कान्छा लगाउनु समाइदिन्छु है खोइ ऊ बनाउनु पर्छ यसो एउटा रोक्नु ल तर यही हुन्छ पर्दैन बनाउनलाई त्यसैले हुन्छ। भइहाल्छ यो बिग्रिसक्यो भाउजू बिग्रिँदैन यता समाउनलाई त्यही अनुसार समाउँछु नि त ठ्याक्क टुप्पोमा मात्र समात्न ट्याक्क लगाइदिन्छु तासेर के पख एकछिन न दाइले मैले समातेको अलिक बिग्रेको लगाइदिन्छु के माथि टप्प पख मात्रै छिट्नु त ल मैले भइसक्यो क्या उयो लगा यसले उयो एयरबडले लगा न यो पनि एयरपोर्ट जानु के कस्तो नजान्दै गयो अरे कान्छा नकर हो यसले अनि मजाले बाटो है के भाउजू केही हिँड्न भाइरा टिको लागेको देखेन ठिक छ। भाग्य मानेको बाङ्गो लाग्छ हजुर। क्यामेराले देखाइदिनु न भाइरा टिको लागेको देखेन हैन सब देते देखाएको छ तलबाट देखिन्न उता माथि लाग्छ तल राख्ने तलबाट देखिन्छ हस् लगाइदिन्छु बाँकी नै छ क्या त रातो टिका लाउने बाँकी बाँकी छ। आटिन्छौ तिमीहरू पर्दैन हो पर्छ आराम नगरे सुताऊ बरु नसुत्नु बिचारा यत्रो बिचरा अनि यत्रो बेर माथिबाट लाउनु न हो अब त्यो ल पर्छ होला है अँ घाम ठाडो गरौँ दिनु अन्त थाक्यो अब त एकैछिन भइहाल्छ टाढ खोइ दुई सेतो त देखिन्न क्या मैले त थुकै फुलको डाको ल्याइदिनु पर्ने रहेछ बिर्सेको देखिन्छ क्या अहिले झिकेपछि देखिन्छ क्या त्यसलाई दाजुको त देखियो देखे नि दाइको ट्याक्क देखियो क्या देखिन्छ क्या अहिले जिम्सरले गाडी पाएन नि हामी यसो कसले पाएन आज त विज्ञान होइन अनि पाउनु पर्यो है
एकै ठाउँ भयो हजुर जेठन ब्याट्री लो भयो रातो कहाँ मोबाइल ब्याट्री लो ल अब एकैछिन बस्दै गएर न म आउँछु नि त त्यो भएर ल ल त्यतिकै भन्नु ल म आउँछु ल निकाल्दिनु ल कहाँ सियो त तापै यस्तो भएछ दामी देखिनु त्यस्तो त ल कस्तो लागिरह ठिक छ कडा ल भाउजूलाई ल यतिकै धर्को लाएर गर्छ होला क्या टिका लाउन लाग्छ समाइले त भाइ मान्छे मेरो धनीलाई यत्रो हो ठिक्क नापेर गरे नि हुन्छ दाइले दुवो सुके सिउरिसक्यो डरले त बिचरा रुँदै बसिरहेको थियो नि त माथि टिका लाउनु ठाउँदा क्या अहिले जान्छौँ गर न यो पहेँलो अहिले मलाई तर अम्लाले डल्ला चाहिँ हुन्छ क्या तर ठुलो हुन्छ होला है ठुलो भयो ल पुन्तुर नि रायो तिमी बिचरा कुर्न त कुर्नु कुरी थियो निगाएर नि टिका लाउनु मिल्छ कुन कलर के नम्बर अहिले ल होइन अर्को युज गर्छु हातले टप लगाइदिनु हुन्छ नङ किन पालेको त्यहाँ पढाउनुहुन्न पालेको भनेको यत्रै हो मको टिका लाउने भनेको छ नङ पनि राखेको छ सबै राखेको छ तपाईँ नलाउने भिना छ रिनाले पनि हुन्छ लाउनु मिल्दैन तपाईँको भिनाजुले कहिले टिको लगाइदिने त अनि सालो जसले लाग्दैन लगाइदिनु हुन्छ टिकै लाउनु त सालो सुतेको ठुलो सालो लगाइदिनु आफ्नो जसले लगाएन रातो टिका मात्रै लाउने रातो टिका अहिले आफै लगाउँछ लाउने नलाउने भयो त्यो छुट्टै कुरा होइन बस माथि सानो रातो टिका। लेट्स गो अर्को अहिले रातो ल सबै अब फुचेला लगाइदेऊ म माइली भाइलाई लगाइदियो हजुरको त सिधो हो है। खै हजुर राम्रो भयो कस्तो लागिरह ए बाबा नाजुक एकछिन मलाई पावर ब्याङ्क किन न यो चार्ज सकिनै थाल्यो मोबाइल चाहिँ Power अन bank। गर्नु हुँदैन यो सकिन्जेलीसम्म बिचरा उनीहरूले हेर्न पाउनुपर्छ अर्को मोबाइल छ कि अर्को माइलीलाई टिका लाएर उयो साइड जोड न। हुन्छ चल्नुलाई उनीहरूले हेर्न त्यतिकै पाउनु टुकटुक पर्छ लगाइदिनु त पावर ब्याङ्क त कता पो खत मेरो मोबाइलबाट जोड्नु मेरो चार्जर ल कान्छालाई माइली बोक एकदिन बोक्नु न मेरो मोबाइलबाट जोडिदिन्छु तिमीलाई बिचरा निराको यता उता साह्रो तपाईँ त अल्छी नि मेरो मोबाइलबाट जोडिदिनु भाइ यतिकै सुती सुती लगाइदिनु है यसलाई एउटा सानो टिको लगाइदियो हुन्छ सातरङ्गी भाग्यमानी पहिलो वर्षकै टिका सानो यतिकै यस्तो गरौँ न त। कुर्दै कतै गर्नु हो हातले त्यसरी भाइलाई भाइ त हातैले हो त्यसरी सिधा लान्छ सिधा तान्दै हुन्छ बिचरा टिका सुतो लाउनु पर्यो नि। बिस्तारै सिधा तान्न त्यो त्यसले एयरबडले तान बिस्तारै सानो चुट्ट पारेर मैले लगायो भने मिलाएर लगाइन्छ फेरि मैले यस गुड गुड अलि सिधा लगा न यार त अन्त भयो। भाग्यमानी ल हो, ल। हो ल सेतो बाई बाई भयो भयो के अरे ठुलो नबनाउनु न यस्तो ग यस्तो ग के हुन्न के भाग्यमानकै बाङ हुन्छ भाग्यमानीको बाङ गऱ्यो भाग्यमानी चाहिँ न तपाईँ करमा चाहिँ लिएरै आएको रहेछस् केटा चाँडै टिका लाउनु पायो भाइले बिस्तारै नझारिकन लगाइदियो ल मैले जानेर होइन त जाँदैन क्या आँखा त्यो बिस्तारै लगाइदियो अहिले उठ्यो भएदेखि गर्छ अर्काको निधारको देखेर दसैँमा त्यसै गरी मलाई कराइरहेको मेरो परा बिचरा पुग्दै निदा ठिक छ उसलाई निन्द्रा आएपछि कखाले छेकेर छेकिन्छ
यो त त्यस्तो यतिकै भुङ्नुमा सुत्ने बानी छ नि त यसको भन्थे यसलाई त हल्ला केला गरौँ भने बढी निदाउँछ क्या हो के हो नि होइन चाहिँ यो बढी मान्छे हामी जति तास करायो खेलेर हल्ला गरेर गर्छ ऊ त चुप जति मान्छे करायो त्यति मान्छे करायो भने उठेर झस्किन्छ हात खुट्टा फाल्दै बस्छ मलाई थाहा हुन्न भनेको जुँदैन क्या मैले खिचेर मलाई मात्रै मलाई लाग्छ मलाई चाहिँ मलाई लाग्दैन माइलले त यसलाई त पेटदेखि नै हुर्काएको हो अब बस्नु अब रातो टिका लगाइदिन्छु ल। माथि। ल ल बस्नु ए माला लाउनु परेन त्यो रात्रिका लाएर माल लाउने हो क्या लास्ट कान्छा कान्छा बिहान अब हामीले माइललाई कति टिका लगाइदिनु पछाडि लास्टमा रातो टिका लाउँछन् लाउनुपर्छ लास्टमा माथि टपमा देखिरहेको छ एकछिन त ठाडो बनाएको ए मैले क्यामेरा खिचा भोलि हेरेँ ल ल है त माइल मेरो युट्युबको भ्यू चाहिँ बढाउनु पर्यो भने देखिरहेको
झोक्नु पर्यो है। नाटक फेरि हेर न। बचेको मेरो दाइ पर्दैन यो परवेश खोइ देव दक्षिणा दिएर खुट्टा ढोग्नुपर्छ मरा के पर्दैन आऊ मैले कहिले ढोग्ने भनेर हेरिरहेको छ उसले सुमा टिभी हेरे ढोगाउन थाल्नु भयो। ढोग्न पर्दैन क्या पापा अहिले ढोग्छ माथि दिएन। मैले खुट्टा ढोग्छ नि तर अब यहाँ ढोग्नु मैले भन्छु नि ढोग्नुलाई मलाई केही गाह्रो भएन घरमा चाहिँ हेर्नु ढोग्न दिन्न नि हो हामी हातमा अब एउटा यहाँ सोफामा बसेर एउटा फोटो ल आजको चाहिँ प्रोग्राम सबै सक्यो गुते तिमी चाहिँ रातमै भएर निदाएको जता नि मेरो दाइ यो मेरो पालन आएर मात्र होइन मेरो बाबाआमा छ भने मेरो ल के छ ठिक छ नि होइन ल्याएको सामान पानी चाहिँ होइन यो यस्तो हो क्या मेरो दाइ तपाईँलाई थाहा छैन होइन दिदीको पे भएर मात्र त्यो भयो हो होइन अनि हाम्रो चाहिँ त्यही भएर त्यो हजुरलाई आयो मलाई आयो फेरि अब बुवा मम्मी हल्लायो बुवा मम्मी नभएपछि के हुन्छ मेरो इच्छा हुन्छ पृथ्वी नै झरे जस्तो देखिन्छ त गोलो पुल्टुले चाहिँ खानु भएन ल तिमीलाई पनि ह्याप्पी डियर किन तिम्रो सामना छैन ल है मैले अब बन्द गरेँ मेरो त ठुलो क्यामेरा झिक्छ फोटो हानु ल है सबैजनालाई मैले बन्द गरेँ लक्ष्मण ह्याप्पी तिहार चिसो बियर चाहिँ छैन तर तिहार मात्रै हो बियर खानु हुँदैन नि त दाइ बियर खानु ह्याप्पी तिहार ल है भन्छु ह्याप्पी तिहार सबैलाई। राम्रोसँग बस्छ भयो तिहार मन्यो ल तिमी पनि भनिदेऊ ह्याप्पी तिहार है रमाइली ल ह्याप्पी डियर सबैजनालाई पनि खुसी रहनुहोस्।